त्यहाँ बस्ने पर्मिसन चाहिँ कसले दियो तपाईलाई? मलाई कसैले भन्नु पर्दैन। कहाँ बस्नु पर्ने हो मलाई थाहा छ। पर्दैन बस्दा भइगयो नि। अलि तपाईको डकुमेन्ट्सहरु हेरौँ त के छ? डकुमेन्ट्स हेर्ने हो? सातो उडाउँछ ल बच्चा। तपाईको नाम चाहिँ पुष्पा। अबे कस्तो नाम त्यसको बाजे? म त पुष्पा पो रहेछ भनेको त त्यसको बाजे पुष्पा पो भन्छ। अनि पहिला जागिर खाँदै थियो रहेछ त, फेरि यो जागिर किन छोड्यो? मैले मेरो सिनियरको घोक्रोमा यसो मात्रै गरेको थियो। बुढो त गएको छ, अनि के गर्नु, कामबाट निकालिदियो। त्यसको बाजे गइहाल्यो। ल ल ल ल अब एउटा प्रश्न छ है, तिम्रोमा चाहिँ यस्तो के चाहिँ छ मैले हेरेर चाहिँ तिमीलाई यो जागिर दिनुपर्ने? तिमीले त्यसको बाजे खैनी देखे तिम्रो भएको सबै चिज देखे त्यसको बाजे। आज तिमी यो जागिर तिम्रो। ल नेक्स्ट। नमस्ते सर। बस क्या हो त, तिमी त साह्रो डराएको जस्तो छ त हो त्यसको बाजे। हजुर सर, म त साह्रै नर्भस भइरहेछु, डर पनि लाग्दैछ। बिचारा कतै सोचो, डराउनु पर्दैन, मलाई आफ्नै साथी सम्झिनु होइन। यसो गर न, तिमी आफ्नो साथीभाइसँग कसरी बोल्छ त्यसरी नै बोल्नु, केही डराउनु पर्दैन। ल मैले भने साथीसँग बोलेको जस्तो नडराई। पक्का होइन हजुर? ल ओइ चिप्रे, ओइ कुकुर, ज्यादा प्रश्न सोध्ने होइन। यो जागिर चाहिँ मैले पाउनुपर्छ, नभए पड्काउँछ है त्यसको बाजे। त्यसको बाजे आउला दिँदा हात खान्छस्। लो हेर, अब हाम्रो कम्पनी भन्ने चाहिँ सामान बेच्ने कम्पनी। अब कस्टमरलाई कसरी बेच्ने, कस्टमरलाई कसरी फकाएर भिराउने, अब यो ट्यालेन्ट चाहिँ तिम्रोमा छ कि छैन म हेर्छु। अब यो मेरो हातमा चाहिँ आइफोन 15, 16 छ। अब यसको दाम छ 2 लाख रुपियाँ। तिमीले मलाई यो 3 लाख रुपियाँमा लो बेचेर देखो, हेरौँ त। लो आइफोन 15, 16 त्यसको बाजे कसरी बेच्छ हौ? अन्त 2 लाखमा किनेको सामान चाहिँ 3 लाखमा त बेच्नु साह्रो पर्छ नि हौ। जागिर खाने कि नखाने? यो है, अब म बेच्छु है त्यसको बाजे। यो आउनुहोस् लैजानुहोस्। भएन के हो यस्तो जेबीको लुगा बेचेको जस्तो त्यसको बाजे? बाहिर जाऊ, एकदम डिसिप्लिनमा ठक 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 गरिराखेर भित्र आएर लो भन। लो बाहिर आउन पानी ठक ठक गरेर होइन। आइफोन 15, 16 2 लाखको फोन पारा लिँदैछ बच्चाले। भाइ, ओ भाइ, आऊ